के छ खबर? ठिक छ सबैजनाको? एकदम ठिक छ। आजको सनसनी खबरमा म ऋषि धमाला आइसकेको छु। अब तपाईँ सनसनी खबरमा यो सुनाउनुहोस्, तपाईँलाई कामबाट किन निकालिदियो? निस्केको छैन यार, तर फ्रीमा त काम गर्नुभयो नि, एक महिना फ्रीमा एक महिना फ्रीमा काम गर्नु भयो भएन? गरेको के आशमा गर्नुभयो? स्यालेरी आउँछ भन्ने आशमा। अब जनतालाई सुनाउनुहोस्, यहाँ बिना पैसाको काम गर्दा कस्तो महसुस भयो हजुरलाई? एकदम उदास महसुस भइरहेको, काम गर्दा जोस भइरहेको थियो। पछि एउटा कुरा थाहा छ गाइजहरू, साथीहरू, काम नपाउने मान्छेले काम पाएर फर्स्ट विक चाहिँ काम गर्दाखेरि अझै काम गरौँ कि होइन, काम दिएपछि भोलि नै काम गरौँ भन्ने हुन्छ। काम गर्न थालेपछि त्यसपछि सक्यो, जिरो कन्फिडेन्स, जिरो आउँछ। यहाँको यहाँ आइपुग्छ। तपाईँ 9 बजे घर फर्किनुहुन्थ्यो अरे रातिको, खास कहानी के हो? तपाईँ के गुल खिलाउनुहुन्थ्यो अफिसमा? यो सुनाउनुहोस् हामीलाई। गुल खिलाउने होइन, के चाहिँ अर्कै हुन्थ्यो भित्र काम। के हुन्थ्यो त्यस्तो अर्कै? एकदम दासको काम के यार। दासको काम कस्तो हुन्थ्यो? मतलब टेक कम्पनीकै काम होइन? टेक कम्पनीकै काम हो। अब त्यो अलिकति भित्र गहिरोमा नजाउँ होइन, गहिरोमा हुन्थ्यो। के हुन्छ? नाइट सिफ्टमा हुन्थ्यो कामहरू। नाइट सिफ्टमा गर्नुहुन्थ्यो? भएन, यो चित्तबुद्धको कुरा भएन र ठिकै छ। आज चाहिँ मेरो यहाँ दुईटा, एउटा यहाँ छ भाइ, अर्को भाइ यहाँ छ। यो दुईटा भाइहरू बिग्रेका रहेछन्, यिनीहरूलाई न्यु रोडसम्म पुर्याउनु पर्छ। हेरौँ के हुँदो रहेछ। पुर्याइदिउँ न त भनेको, एउटा दाइ हुनुहुन्थ्यो, त्यहीँ गएर म दिन्छु भने होला। बोरिङ भइरहेको छ यार आजकल, दिनै मजा आइरहेको छैन क्या। के मिसिङ जस्तो भयो, मान्छे नै मिसिङ भएर हो क्या जस्तो भयो। खै हुनसक्छ है, ओठमा मुस्कान मिसिङ हुनसक्छ है। कति दिनदेखि मेरो अनुहारमा हाँसो देख्दैन नि त? यो क्यामेरा बाइक होइन, फेरि मेरो अनुहारै मान्छे हेर्छन्, जो पनि हेर्छ हाँस्छ यार। के भएको यो? कलियुग लागेको रे क्या, कलियुग लागेको। लेट्स गो टु द न्यु रोड होइन। अब इङ्ग्लिस तपाईँले बोल्नु। टु रिपेयर कम्प्युटर सिपियु ल छ्या यार, कस्तो भइरहेछ दिनै, कस्तो खाली महसुस भइरहेछ यार बोगास। म यहाँ एक्टिङ गरेर भयो जस्तो भयो भने मनभित्र के छ तिमीलाई के थाहा छ? ठिक छ, बुझ्दैन तिमीलाई। आजको गन्तव्य भनेको यी दुई भाइलाई न्यु रोड बनाउनको लागि लानु थियो। त्यही भएर हामीले बाटो ततायौँ। मिन भवन हुँदै हामी बानेश्वर हुँदै बिजुली बजारको पुल हुँदै ठ्याक्क हामी भद्रकाली पुगेर त्यसपछि हामी बायाँ मोड्यौँ। त्यसपछि सट्टसँगले न्यु रोडको बाटो हुनको लागि चट्टसँगले धरहरा हुँदै न्यु रोड क्षेत्रभित्र पस्यौँ। त्यसपछि हामी ठ्याक्क पुग्छौँ हाम्रो बादशाह भाइकोमा, गुरु भाइकोमा, सरी है। म चाहिँ नि त्यहाँ पुगेर सामान भाइलाई दिन्छु अनि एउटा रसिद काटेर सामान चिन्नको लागि त्यहाँबाट घरतिर फर्किन्छु।